ठाउँमा ल्याएर बिहोरहरू पनि खुवाउने केटीहरूलाई त्यस्तो पनि गर्नुभयो। ओहो खाने मात्ने अब एउटै रुममा बस्ने त्यस्तो व्यवहार पनि हुने। अब चाहिँ उसँग नजिक हुन नखोज्नुलाई चिउरा दालमोट पनि दिन खोज्दै नरुचाउने। मलाई चाहिँ त्यस्तो गर्नुहुन्थ्यो, म चाहिँ त्यस्तो नजिक नहुने के। अनि त्यही भएर धेरै गाली गर्नुहुन्थ्यो त्यहाँको बुवा। अनि जब कुवेत पुग्नुभयो, कुवेत एयरपोर्टमा पुगेपछि लिन को आयो हजुरहरूलाई? हामीलाई चाहिँ त्यही के पवित्र दिदीले ड्राइभर हो के को पठाउनु भएको थियो एयरपोर्टमा ऊ गएपछि। अनि उहाँले चाहिँ लगेर अनि उसमा राख्नुभयो। 14 जना सँगै जानुभयो त्यो ड्राइभरकै गाडीमा कि अरू गाडी? होइन, हामी चाहिँ म र बुहारी मात्रै गएको। ए त्यहाँबाट? हजुर। अरू चाहिँ 12 जना कता जानुभयो के थाहै पाउनुभयो? अरू त्यही एकै ठाउँमा थियो, अब को आउने लाने गर्नुभएको थियो। भन्नाले त्यहाँबाट गाडीमा 2 जना गएपछि नेपाली अफिसमा राख्यो हजुरहरूलाई? हजुर, पवित्र दिदीको अफिसमा राख्नुभयो। कतिजना हुनुहुन्थ्यो त्यो अफिसमा हजुर जाँदाखेरि? हजुर र बुहारी मात्रै हुनुहुन्थ्यो कि त्यो अफिसमा अरू नेपाली? अहिले हामी चाहिँ म र बुहारी मात्रै थियौँ। त्यो अफिसमा त्यति बेला 2 जना मात्रै हुनुहुन्थ्यो? हजुर। कति दिन त्यो अफिसमा बस्नु पर्यो? बसेन। अनि बिहान कति बजेतिर हामी पुगेको थियौँ, 12-1 बजेतिर पुगेको थियो होला यस्तै। अनि त्यसपछि 3-4-5 बजेतिर अनि मलाई लिन आएर अनि म चाहिँ गयो। को लिन आयो हजुरलाई? कुवेती लिन आउनुभएको थियो। ए कुवेती लिन आउनुभयो। अनि त्यहाँ हजुरहरू बस्दा पवित्राले जुन चाहिँ दलाल छ मान्छे बेच्ने कुवेतको, यो हजुरसँग मात्र होइन अरू धेरै चेलीहरू पनि पवित्राको नाम लिएर हामीसँग आउनुहुन्छ। हजुर। अनि के छ पवित्राले हजुरलाई कतिमा बेच्यो, कुवेतीले पैसा दिएको केही म देखेको हो? हजुर, मलाई चाहिँ धेरै नराम्रो लाग्यो के। अनि पैसा लिनुभयो उहाँले। अनि हामीलाई चाहिँ अनि उसको जिम्मा लगाएर दिनुभयो। खै म अब त्यतिखेर मलाई कुवेती पैसा पनि थाहा थिएन है। अनि पैसा हातमा लिएको देख्यो? म देखेको। मलाई चाहिँ कति नराम्रो लाग्यो, यसरी ल्याएर बेच्दो रहेछ यहाँ भन्ने भयो त्यतिखेर। आँखै अगाडि बेचिनु भयो बहिनी? हजुर। अनि पैसा दियो साउले चाहिँ, अनि उसले चाहिँ मलाई हिँड भन्यो, लिएर गयो। के छ साउहरूले के सुन्छ भने राम्रो मान्छेको पैसा धेरै पर्छ। अनि कोही साउहरू त हात पनि लगाएर कतिको मोटो छ, यो पातलो छ, काम गर्न सक्छ सक्दैन भनेर शरीरमै हात लगाउँछन् अरे कुवेतीहरू। त्यस्तो चेलीबेटीहरूले हामीलाई भन्नुभएको छ। हजुरमाथि त्यस्तो व्यवहार गर्यो त्यहाँ अफिसमा, पवित्रको अफिसमा? नै, मलाई त्यस्तो गरे छैन। गरेन। साउ आयो लिएर गयो। कति उमेरको थियो साउ हजुरको? मैले चाहिँ पहिलो घर त एउटा बुढी आमा हुनुहुन्थ्यो। अनि त्यसपछि फेरि एउटा बाबा हुनुहुन्थ्यो। अनि मलाई लगेर अर्को दिन बाबा चाहिँ सपर गएको अनि बाहिर घुम्नलाई के। ल पर्खौँ त। अनि हजुरलाई त्यहाँ साउले चाहिँ कुवेती साउले बोकेर साउको घरमा लग्यो? हजुर। घरमा को हुनुहुन्थ्यो? घरमा एउटा आमा र अनि बाउ मात्रै। 2 जना बुढाबुढी?